Hello, good morning. Excellent भएको छैन बजार चम्बा पहाडी कहाँ भइसक्यो दुर्गालाई परेको आउँदैन हाय दुर्गाले हामी चाहिँ लाग्यौँ अब चम्पा कहाँ फेरि रिसाउँदै होला हामी माथि तान्यो क्या माथि डाँडामा यो डाँडा हामी त माथि त पुगिँदैन त अब यहाँ माथि डाँडामा त मान्छे लग्यो के हो टल्किरहेको छ त आउँदैन त पर पो रहिरह्यो यहाँदेखि सिँढी जानुपर्छ यस्तो उकालो छ माइ गॉड आउँदै मेरो जनताहरू त थाक्यो पञ्चमी बजार चाहिँ परेछ सुरु भएको छैन चिसोले चढ्न सकिँदैन सास परेर तल त कहाँ गएन र सास पऱ्यो पञ्चमी तल चाहिँ यस्तै माथि जानुपर्छ कस्तो सास परेको उजिलो भयो अब चाहिँ सास बढ्यो भ्यू टावर जानेहरू अरे यहीँ अल्झिरहेको छ है गाइज यहीँ देखिँदैन हौ यहाँ मजाले फक्ताङलुङ यो छाया देखेर सबै हिमालहरू है गाइस यो चाहिँ कुम्भकर्ण ताप्लेजुङको साइडमा देखिने चाहिँ यही हो हिमाल यो चाहिँ हाम्रो पञ्चमी बजार हामी चाहिँ पुग्नुपर्ने अझै माथि हो तर पुगे लाग्छ छैन किनकि घाम चाहिँ निस्किन आँटिसकिसक्यो हामी चाहिँ अझै आधीको पनि आधीमा छौँ यहाँनिर दिदी चाहिँ हिँडिरह एकजना दिदी आउँदैछन् तल अनि म सास फुलिसकिसक्यो माथिको टिभीमा उज्यालो भइसक्यो हामी हिँड्नै सकेनौँ क्या त उकालोमा चिसोले सास बढेर त्यो माथि त्यो डाँडादेखि माथिल्लो डाँडा जान्छ दुई डाँडा काटेर जानुपर्छ तर हामी चिसोले हिँड्न सकेनौँ पञ्चमी घाम किन लाग्यो हामी कहाँसम्म जान्छौँ आया दिदी त कहाँ रह्यो तलै रह्यो दिदी त
घाम आइसक्यो घाम आइसक्यो घाम घाम आइसक्यो घाम आयो 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 घाम कस्तो आयो तर कस्तो आएको के क्यामेरामा बस्ने हैन त्यही त त्यसरी नुख्याउँछ नउठ नि सबै खाएर कोही गरेर यस्तो राम्रो ठाउँमा मासु चाहिँ मेन्टेन भयो त भिडियो बनाइरहेको छु हामी त जान सकिनौँ भ्यू टावरमा आधी बाटोमै छौँ ल के कता हो ल हामी चाहिँ यो डाँडादेखि माथिल्लो डाँडा जाने भनेको हो क्या तर हामी पुगेनौँ जान सकेनौँ हामी चाहिँ फर्केको बनाइसकियो तपाईँ माथि पुगेर आउनुभएको तपाईँ जाने लडे आमामा खतरा तपाईँ पुलिस हो कि सशस्त्र हो हजुर जितपुर नजिकै हुनु हाम्रो यही हाम्रो यही सिस्टरहरू चाहिँ फाइनली घर फर्किँदै टिकटक बनाएर ऊपर हिमाल टल्केको हेर्नु त यहाँ वरिपरि देखिन्छ हिमाल यहाँनिर पुरा सबै हिमाल देखिन्छ अनि यहाँ चाहिँ घाम लागिरहेछ है तलको अघि हामी यहाँ हुँदाखेरि थियौँ अहिले माथि पुगिसक्यो घाम दिदीहरू चाहिँ जाँदैछ तल कस्तो राम्रो भ्यू देखेको यो चाहिँ हाम्रो यहाँको विशेषता चाहिँ के छ भने यो बाटो पारिपट्टि चाहिँ 5 पर्छ अनि यतापट्टि चाहिँ इलाम साइड पर्छ राइट साइडपट्टि चाहिँ अनि यो राइट साइडपट्टिको बाटो चाहिँ दमक जान्छ दमक लारुमा हुँदै अनि उतापट्टिको देब्रे साइडको चाहिँ रजी फिलिम त्यता जाने बाटो हो गाइस यो चाहिँ पञ्चमी बजार है